लाग्दैछ आज किन सपनामा छु कि जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली हजुर पर्दैन दुलही बनाउँछु तिमीलाई भनेको थिएँ मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ
तिमीलाई हेर म त बाजा बजाए बजाए बेहुली बेहुली पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी मुटुको यो ढुकढुकी थामेर बसेकी बेहुली 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 फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली आज किन सपनामा झुके जस्तो लाग्दैछ आज गरेको पनि बेहुलाको भाइ भन्नु यसो भनिदिनु है तर राम्रो पठाउँदैछ भन्नु बेहुलाको भाइ हुन्छ उहाँ चाहिँ मतलब सोधेन मतलब मेकअप हुँदैछ यहाँ बुढीले गर्दै तपाईको कुन हो भनेर सोधेन अबे म यही त लाउँदै छु हाम्रो पनि निकाल्नु एक्लै मेकअप गर्दै त धेरै एउटा सानो बच्चोको तपाईहरु निक्लेको छ यसले त साडी बिगार त जाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली आज किन सपनामा झुके जस्तो लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली
केही कदम तिमी सँगै हिँड्ने मन छ नजिकबाट तिमीलाई चिन्ने मन छ केही कदम तिमी सँगै हिँड्ने मन छ नजिकबाट तिमीलाई चिन्ने मन छ पत्र लगाउने र भात फरक एउटै हो हामी दुईजना किन ढिलो गर्नु त्यसै त ढिलो भइसक्यो ल जातिर भात फरकहरूलाई टिका लगाइदिनु यो जति आफै दिदीलाई सबैलाई सबैजनालाई लगाइदिनु त्यसरी माथि पहिलो पत्र मम्मी हो मम्मी फोटो पनि खिच्नु मम्मी आउनु भयो मम्मी मेरो एकछिनमा छाता उडाउने बेला भएको दाहिने देब्रेको त तपाईँ जता लगाइदिनु न लगाइदिनु त्यहाँ बाँधिदिनु राम्ररी फुस्के लाग्यो गोनु बाँधिदिनु है
पानी यसो उता नभए माइती पनि जस्तै होइन पानी पानी हाल्दैन लोटे उता हो त यसै कुरो बुझ्यो नि फेरि उता यता फार्मा छ तपाईँहरू ए अलिअलि भेट्दैन अब त गर्मी छैन भिडो अहिले बेहुला फेरि चिसो गरेर हुन्छ नि यहाँ सुन्छ नानी यता पानी त्यहाँ उता यो कुम्बल है यो कुम्बल पानी हो हुन्छ अब नलागे के हुन्छ अझ लगाइदिनु बाबु उल्टो छ है त्यस्तै हो बाँधिदिनु कहिले बाँधिदिनु मरनी उतै गर्नु दाहिने हातमा लाउने कि देब्रेमा कुनमा खोलेर राख्नु न फोटो खिच्ने उसले बस्नु त्यहाँ काम गरौँ न यहाँ पर्सिने होइन उतै इशाराले बोलाउनु पर्दैन माया भई डराउनु पर्दैन इशाराले बोलाउनु पर्दैन क्यान्सी भयो खाना खाना जानु ल ल जाउँ सबैजना कति राम्री राम्री भएर आउनु भएको छ आज त होइन कस्तो राम्री ए उहाँ चाहिँ बेहुलीको सानीमा ए तपाईँ चाहिँ बेहुलीको बहिनी मामाकी छोरी बेहुलीको बहिनी भाइ चाहिँ बेहुलीको के पर्ने हौ बेहुलापट्टि कि बेहुलीपट्टिको ए बेहुलापट्टि चाहिँ हो ल
छ हैन यही कदम तिमी सँगै हिँड्ने मन छ नजिकबाट तिमीलाई चिन्ने मन छ केही कदम तिमी सँगै हिँड्ने मन छ नजिकबाट हामी चाहिँ तालुकाउला टोल बसिरहेको आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली 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 आज किन सपनामा झुके जस्तो लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली 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 मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ तिम्रो तारिफ सुनाई आखिर टाढा रहन्छ त्यो मोटर खोल्नु यता हेर्नु है पुरा राख्नु पर्यो होला
धोइसकेर नि अनि बसोस् न त स्यानी अहिले फल गर्थ्यो कि अलिक सुधार भयो भने धेरै खान
अब दिएको हामीले अब अर्का हो भाइ भाइ सँगै त्यो थाप्छ मुनिबाट यो मुनि थाल्दैन मुनि त्यहाँ पानी हाल्दैन मुनिबाट पानी सक्यो
पानी भर सबैको क्यामेरा क्यामेराले अगाडिबाट क्यामेरा मलाई छुदा पनि हुन्छ क्या तलबाट हुनुपर्ने माथिबाट देख्नु के बोले हौ होइन छ्या दलिँदैन एकदम वाटर म ढल्ला आलिसके क्यामेरामा
तयको पत्रको माउर ल्याउ न यहाँ बोल्नुपर्छ होला नि खै अब तयको पत्रको ल्याउ न के लेखेको छ हेर्नु अघि दिएको लाभ दिएको थियो अब त्यो माउर पनि ल्याउने त्यही तपाईले आजदेखि हाम्रो छोरी निकाल्नु भयो तपाईँलाई हामीले दियौँ राम्रोसँग पालन पोषण गर्ने हामीले भन्यौँ तपाईँलाई हामीले मारे हाते पाले फुले तपाईँले त्यसमा लायौँ र तपाईँले आज तपाईँले लगेको हाम्रो छोरीलाई राम्रो नाम राखेर के बोलाउने अब नाम राखेर नाम राख्नु तपाईँले बोलाउने है सधैँभरि जिन्दगीभरि सबैले सुन्ने गरी भयो यो कसले बोक्ने लो यहाँ आइपुग्यो माउर होला न भरे फेरि यो बाह्रको काम होइन माउराले यो पत्र चाहिँ हेरौँ न अहिले उतै राख्नु पर्यो अहिले बेहुलीलाई चाहिन्छ त्यो आज त्रयोदशी तिथि हो त्यो बाजावालालाई भन्नु खोइ त्यहाँ गएर यो लगन हुन आँट्छ भनेर ट्याङ्डुङ सबै राख्छन् एकछिन बन्द गरेर लगाऊ लगन गर्ने बेला भयो किन आजको शुभ विवाहको लग्न पनि आएको रहेछ त्यसले गर्दाखेरि लगन ग्रन्थी जोड्नलाई हामी तत्पर भएका छौँ त्यसले गर्दाखेरि तपाईँले सबैजनाले सुनेर बसेर सबैजना तयार होइन लगन हुन आँट्यो है तयार हुनुहुन्छ भने तयार भनिदिनुहोस् हुनुहुन्न भने सुनाइदिउँ न हुनुहुन्न भने ए लगन हुन आँट्यो है हजुरहरू लगन लगन तयार अब एकछिन पक्नुहोस् तयार हुनुहुन्छ भन भन्नु त्यसको मेतड बुझाएर भन्नु देख्यौ यहीँबाट देखिनौ यत्रो अगाडि पनि गरी हुँदैन हामीले अब मैले पढेन श्री गणेशाय नमः इत्यादि सर्व ज्योतिष्य चक्र निवासिन कुर्वन्तु दीर्घमायस्य यो के हो अस्तेय व्रत पवित्रका श्री साके 2081 साल फाल्गुन मासे 28 गते फाल्गुन शुक्ल पक्ष तयार सबैजना भयो तयार एकपल्ट भयो मलाई धेर लाग्ने लाग्यो ल धेर लाग्नलाई अब एकचोटिमा टुक्यौँ अब हाम्रा बाजा बजाउने दर्जीहरू तयार नरिसाउनुहोस् है त्यसो भन्दा चाहिँ भारवाला सिलाके कवितेहरू तयार बन्दुकेहरू तयार तयार सबैजना तयार भइसके दुईचोटि भयो दुई बाचा भयो है तीन बाचा मारौँ न ठ्याक्कै पारेर अब फेरि हाम्रा बाजा बजाउने दर्जी दमै सबै तयार पढ्ने पुरेहरू पनि तयार सिलाके कविते तयार बन्दुके भारवाला तयार बिस्कुटहरू सबै तयार रातो शोभादेखि आजको तिथिबार नक्षत्र अब शुभ लगन बोलौँ त शुभ लगन बोल्दा हुन्छ पर्दैन शोभादेखि आज 2081 साल फाल्गुन मासे 28 गते शुक्ल 28 गतेको शुभ लगन भयो शुक्ल पक्ष त्रयोदशी तिथि बेहुलीमा आउने रेडी छ त
लगाइदिने कार्यक्रम गरौँ अनि लास्टमा झरी अझ कहिले मात्र तपाईँ टाढा टाढा हुनुपर्छ छिटो छिटो हिँड्नु है तपाईँ कति खोल्नु आधै चिन्ने हामीले नानी बिस्तारै हिँड्नु है होइन अगाडि सारेर मेरी शान्ति आएको भनेर बुझ्नु पर्यो बेहुलीले चाहिँ के नाम राख्नुहुन्छ आफै सम्झिनु फेरि लट्टिसक्यो यिनीहरू अहिले लिएर जाऊ बेहुलालाई कता भन्छन् त्यति पठाइनु त्यो देखे मान्छेलाई पठाउने एकदम फास्ट गर होइन नि एउटा मात्रै लाइट भागभुग लगाएर निकालिहाल भएर लाउँला वहीँ तर फास्ट है एकदम लो अर्को कोठा छर्ने बराले पूर्व फर्केर बेहुलीलाई सातवटा रेखा देखाउनु सातवटा रेखा देखाउनु सातवटा रेखा यसो फर्केर देखाउनु हेर्नु भनेर देखाउनु सातवटा देख्नु भयो नि देखे भन न आयो भाइ
खुवाइदिनु पर्यो बराले पूर्व फर्केर टोलीलाई 7 वटा रेखा देखाउनु 7 वटा रेखा देखाउनु हेर्नु भनेर देखाउनु सत्य नानी नानी 7 वटा देख्नु भयो नि देखे भन न आयो उता भइसक्यो बेहुला उठेर उठौ न उठौ के भयो जग्गा घुमेर आउनु कहाँ त्यसै जग्गाको मान्छ बस्नु नआउँछ बेहुलाको मान्छे हाम्रो लाउनु त खेल्नु नै हो यता लानु तल राख्नु भइमा होइन
गर्ने यस्तो गर्ने यस्तो गर्ने यता सार्दै यता सार्दै उयो त्यसरी नरासरी गर के भयो त जो खेलेको बताओ खेलेको आफूपट्टि घडी पार्ने कोसिस लास्ट भन्दाखेरि यस्तो गर्दा यस्तो गर्दा छ्याप्पै घडी अलिक फटाफट 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 भयो अघि एकचोटि सकिएको थियो जिताउनु भयो कोही फल गरेर जहिले पनि जिताउने बेहुलीले हो के पढेर नयाँ जोडी त लुकाउनु जुत्ता लुकाउन मिल्दैन यतापट्टिबाट दिएको जुत्ता लुकाउन मिल्दैन अगाडिको मात्रै हो कतिमा किन्नु भएको भन्छु म 500 खाले खुट्टा गाडीमा लाने हो मेरो कुरा चाहिँ सुन यहाँ सुन्नु नि यसो यो 500 मा किन्नु भएको रहेछ डबल मेरो कुरा पनि यता सुन नि नानी कसरी हुँदैन यहाँ सुन जब यही जुत्ता राख हामी त्यतिकै लान्छौँ बेहुली लगाऊ भनेदेखि अब यहाँ आएर ल यहाँ 500 मा किनेको रहेछ डबल राम्रो छोको छैन उता सालीले सुन्न त सालीहरूले पनि के हुन्छ सबैले पाडेर फेरि एउटै झाली यो जुत्ता 1000 रुपैयाँ हुन्छ त जुत्ता लैजा पैसा पनि लैजा हैन मैले तपाईले यो सर्ट राम्रो पढाइ बोल्नु सबैले यो केमा हाल्ने बडा पनि अलि छेउमा हाल्ने हो
छेउमा बसेको त आयो मैले आमालाई राखेर आउने वर 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 सेउडा हुन्छ कसको मोबाइल हो बडाबारमा त आकाश सबैजनाको आयो है सबैजनाको निक्ल्यो सबै बनाएको छु नि मैले त। तपाईँ त खत्ता लड्नु भने
बेहुला हराएछ बेहुला चाहिँ यहाँ बाहिर आउनु मैले झन् खतरा लडेको चोट पनि लाग्यो भान्जीलाई सल राम्ररी उडाइदिनु न घुम्टो निकै बेर पर्खिनु भयो त यहाँ त के भयो लगाइदिइराख्नु हजुर म चाहिँ बेहुलाको बहिनी हो ए तपाईँ बेहुलाको बहिनी पो हो कान्छी बहिनी कान्छी बहिनी हजुर ल है ल ठिक छ ठिक छ आजको बेमा कस्तो भइरहेछ मलाई एकदम ठुलो ठुलो खुसी धेरै धेरै मिलेको छ ठिक छ दाइ रातिको हाम्रो खिचाउने छैन नि तपाईँको विवाह है कस्तो महसुस भइरहेछ त तपाईँलाई आज विवाह हुँदा अब ठिकै महसुस रमाइलो हुन्छ नि होइन जसलाई पनि यो त नर्मल्ली जसलाई पनि रमाइलो हुने कुरा हो नि त होइन खुसीको कुरा हो खुसीकै ल धन्यवाद यति बोलिदिनु भएको नयाँ लागि जीवनको सुरुवात गरियो आजदेखि ल आजदेखि नयाँ जीवनको सुरुवात अब दुईजना मिलेर सँगै होइन हजुर अब यत्रो जिन्दगी काट्नु पर्नेछ हजुर एकदम हाँसी खुसी जिन्दगी बिताउनु हो अब हाम्रो यता कि यता हो मैले बुझेको छैन देब्रेपट्टि जाउँ ल आज फोटो खिच्न पाएको थिएन भाइ त्यही त आउने हुन्न उहाँनिर पाएँ मैले फोटो खिच्न तपाईँलाई पछ्याउँदै आउनु भएछ बसलाई उताबाट तपाईँ यताबाट आउनु भएछ
भित्र नि जानु बेहुलीका बच्चा बसेको ल ढिको फार्नु कान्छा यता हेर डेनिस उ हेर फोटोमा हो कस्तो एउटा दिन दुईटै खै कालाई चाहिँ अब अघि चिन्दैन यहाँ छ पानी भाइ दिदी भन्नुभयो भने त मलाई राख्दिनु भएन राखेको छु पनि भने न कोही त नलागे आउनु न राम्रो कुरा हो नराम्रो हेरेको हेरै ए ज्वाइरा आयो छोरीलाई मैले लगाइदिन आउको पालो आयो खै त अनि
छोरीलाई चाहिँ यस्तो हेप्न पाइन्छ हेप्दैन नि कहाँ छोराछोरीलाई मै भर्का ल मिल्दैन नि अब यसको सकिएछ क्या त्यही हो अब मधुरै मधुरै हुन्छ जीवन जहिले उज्यालो होस् आगोमा एउटा नाति भए पनि नातिनी भए पनि देख्न पाइयोस् कमाइसकेको छ आशिष त खतरा ओइ बुहारी अब हाम्रो परिवारको सबैभन्दा जेठी बुहारी हो तिमी अब इज्जत राखेर बस्नुपर्छ गरी खानुपर्छ 8जना छोरीसँग 9जना भयो अब सबै सानो सानो बुहारी भए पनि इज्जत चाहिँ राम्रो राखेर बस्नुपर्छ सासू काका काकीहरू धेरैजना छौँ हामी आउँदा पानी मात्रै हो भने खाना चाहिँ दिनु है काम गर्छौँ हामी अहिले अब यस्तै हो होइन अँधेरोमा हाम्रो पनि छ केही ल तँलाई त चाहिँदैन होला आज भनिदिइरहेको होला भोलि दिन्छ नि छोरीले हामीलाई कान्छो भाइ खोइ के हो कान्छो काका भएर पछाडि बस्नु कान्छो काका त ए जानु कहाँ यहाँ आइज जानकालाई पछाडि मलाई बिसिम भएको कान्छी छोरी कान्छी छोरीले यहाँ घर थामेर बसिरहेको छ यसलाई चाहिँ टिका कसैले लगाइदिरहेछन् हौ भाउजूसित मिलेर बस्नु अब चाहिँ होइन अब झन् मिलेर बस एक्लै त थामेकी थियो अनि अब दुईजना भएपछि अनि ल खाइनु न हौ माइत आउन चाहिँ नछोड्नु बेला गरेर माइत आउन नछोड्नु गरिबलाई भए पनि मान्नु है त ल खानु नसके पनि के साह्रो भने छुट्टा जस्तो गरेर अब जाने जाने बेला भयो मेरो पनि खाइसकेँ मैले खाना त अन्त नि गलिसक्यो टिकटकमा हाल्नुभन्दा त्यो भाइरल हुन्छ कस्तो भाइरल त्यो डोरी चुटिएर लडेको कि तानेर चाहिँ हो